आज चाहिँ माघ 1 गते हामी चाहिँ दुखपुरीबाट घरबाट बाहिर निस्क्यौँ बुढाबुढी दुईजना। अब कहाँ जाने भन्ने टुङ्गा चाहिँ छैन अहिलेसम्म। रहुवा बजार र माघेनी मेला त्रिवेणी दुईटामा कहाँ जाने भनेर अहिलेसम्म हाम्रो टुङ्गा भएको छैन। अब चाहिँ हामीले दुईजनाले माघेनी मेला त्रिवेणी नै जाने निर्णय गऱ्यौँ। अब चाहिँ हामी त्रिवेणीतर्फ लाग्यौँ। यहाँ चाहिँ हामी आएर एकछिन बिसायौँ। त्रिवेणी मेला पनि पुग्यो। नमस्कार। यहाँ सबै आफन्तजनहरूसँग भेट हुँदैछ। उता छोडेर यता आएकोमा वेलकम। मेला आइसकेपछि एक घन्टा चाहिँ घुम्नुपर्ने हुन्छ भनेर लाइदिनु पर्यो कि सरर घुम्दैछौँ हामी। यहाँ चाहिँ हामी यो गेम खेल्यौँ। यो गेममा चाहिँ हामी सबै हार्यौँ। पाना डबल अरू सबै बाई बाई। यहाँनिर म चाहिँ यो तिर हान्ने यो गेमको नाम चाहिँ मलाई ठ्याक्कै थाहा भयो। यसमा चाहिँ मैले जितेँ। नाना नानाले हान्नुभएको 5 5 10। डाइस खेल्नु हुँदैछ। एकछिन रमाइलो गर्नु हुँदैछ। माघेनी मेलामा डाइस खेल्नुको मजा पनि फरक हुन्छ नि त होइन साथीहरू। अलिकति फ्रेस हुनुलाई खोलातर्फ लाग्यो। डिजिटलको केटाहरूले कतिको खिच्छ भन्ने पनि त्यहीबाट चिन्छ। यो त क्यामेराम्यान त उत्कृष्ट हो। फेरि यात्रा हाम्रो सफल हुनेछ। ल मेरो भाइहरू माथि बस्नुपर्छ है। आउनु न हौ। यो चाहिँ हाम्रो बुढोको बाटोमा चाहिँ एकदमै धेरै भेडाको बथान हुल थियो। भेडाहरूसँग म चाहिँ एकछिन बाइकबाट उडेर भेडाहरूसँग हिँडेँ। एकदमै रमाइलो भएको थियो मलाई। ल यस्तो राम्रो ठाउँमा चाहिँ खुल्ला दिशामुक्त क्षेत्रमा चाहिँ दिसा पिसाब गर्नलाई चाहिँ रोकिने रहेछ यो गाडी। यो चाहिँ रोक्नुपर्ने अवस्था भयो है। 5 रुपियाँ मात्र होइन, यस्तो राम्रो छ। भ्युजहरूलाई हेर्नु है साथीहरू। यहाँ चाहिँ दिसा पिसाब गऱ्यो भन्दा नि यहाँ त पर्यटक आउने ठाउँ पो छ त यस्तो राम्रो। अनि हामी दिक्ते लाएर खानासाना खाएर छुट्यौँ।